Accuracy, balance, credibility हो ABC टेलिभिजन। नमस्कार, कार्यक्रम हो हॉट न्यूज एक्सप्रेस। नो ब्रेक नो याद, हामी ब्रेक लिँदैनौं र समाचार दिन्छौं तीव्र गतिमा निरन्तर। ABC समाचारको फरक र स्पेशल प्याकेज हो हॉट न्यूज एक्सप्रेस। अबको आधा घण्टा रिमोट कन्ट्रोललाई आराम दिनुहोस् र हट न्यूज हेर्न तयार हुनुहोस्। अनौठा खालका र हट प्रभाव दिने समाचारको स्पेशल प्याकेज हो हट न्यूज एक्सप्रेस। हरेक दिन साँझ 7 बजे हट न्यूज एक्सप्रेसबाट तपाईहरुले हाम्रो देशको तातो अवस्था र त्यसको इन्स्ट्यान्ट प्रभाव आंकलन गर्न सक्नुहुन्छ। हट न्यूज एक्सप्रेस। सुरु गरौं टप न्यूजबाट। माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षको राष्ट्रिय भेलामा नयाँ पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी प्रस्ताव गरिएको छ। उपाध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी रहेको छ। अहिले पार्टीको नाम वैद्यको राजनीतिक प्रतिवेदनमा समूह विभाजन गरी छलफल भइरहेको एक सहभागीले जानकारी दिए। पोलिट ब्यूरो सदस्य पम्फा भूषालले अहिले उपाध्यक्ष वैद्यको प्रतिवेदनमा समूह विभाजन गरेर छलफल चलिरहेको बताउनुभयो। 20वटा समूह बनाएर छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो। वैद्यको राजनीतिक प्रतिवेदनमा आइतबारसम्म छलफल चल्ने र 5 गते पत्रकार सम्मेलन गरेर सबै विषय जानकारी गराउने पोलिट ब्यूरो सदस्य भूषालले बताउनुभयो। एक सहभागीका अनुसार भेलामा उपाध्यक्ष वैद्यले अर्को क्रान्तिको तयारी गर्न कार्यदिशा भएको राजनीतिक दस्तावेज पेश गरेको बताइएको छ। वैद्यको प्रस्तावमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष तथा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सम्बोधनवादमा फसेको भन्दै वर्तमान नेतृत्वबाट क्रान्ति सम्पन्न हुन नसक्ने उल्लेख गरिएको छ। प्रचण्ड र भट्टराईको शान्ति र संविधानको कार्यदिशा पूर्णतः असफल भएको भन्दै वैद्यले अर्को कार्यदिशामा जानुपर्ने बताएका छन्। वैद्यको प्रस्तावमा लामो समय प्रयास गर्दा पार्टीको मूल नेतृत्वलाई रूपान्तरण गर्न नसकेको भन्दै अब सम्बन्ध विच्छेद गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए। एकीकृत नेकपा माओवादीले असन्तुष्ट उपाध्यक्ष मोहन वैद्य पक्ष समक्ष जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट पार्टीको ताको प्रस्ताव पारित गर्न पुनः आग्रह गरेको छ। अध्यक्ष प्रचण्डको निवास लाजिमपाटमा आइतबार बिहान बसेको स्थायी कमिटी बैठकले यस्तो आग्रह दोहोर्याएको हो। टुटफुट र विभाजनबाट नेपाली कम्युनिष्ट आन्दोलनमा गम्भीर प्रकारको धक्का पुग्ने भएकाले भेलाबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह गरिएको बैठकपछि प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले यसअघि गरेको एकता सम्बन्धी 7 बुँदे प्रस्ताव 6 बुँदे जवाफ मार्फत अस्वीकार गरेको वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेला शनिबारदेखि राजधानीमा जारी छ। वैद्य पक्षले एउटै पार्टीमा बस्न नसक्ने भन्दै नयाँ पार्टी निर्माण प्रक्रिया आरम्भ गरेको घोषणा गरिसकेको छ। अध्यक्ष प्रचण्डले एकताका लागि नेतृत्व समेत त्याग्न तयार रहेको प्रतिबद्धता जनाइसकेको अवस्थामा वैद्य पक्षले एकता प्रस्ताव पारित गरेर बुद्धिमत्तापूर्ण कदम चाल्नुपर्ने निष्कर्ष संस्थापनको छ। यस्तै बैठकले पार्टीको आसन केन्द्रीय समितिको विस्तारित बैठक भव्यतापूर्वक सम्पन्न गर्ने पनि निर्णय गरेको छ। माओवादीले आगामी 15, 16 र 17 गते विस्तारित बैठक बोलाएको छ। बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रपति डाक्टर रामवरण यादव र विघटित संविधान सभामा रहेका दलका शीर्ष नेतासँग गरेको परामर्शबारे सदस्यहरूलाई जानकारी गराउनु भएको थियो। कांग्रेस सभापति सुशील कोइरालाले मुलुकमा राष्ट्रिय सहमति बाहेक अन्य विकल्प नरहेको बताउनु भएको छ। महिला सञ्चारकर्मीको अग्रसरताले आइतबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै सभापति कोइरालाले मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनु भएको हो। उहाँले शान्ति, स्थायित्व र प्रजातन्त्रको लागि सहमति कुनै पनि हालतमा बन्नुपर्ने जिकिर गर्नुभयो। एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्रीले राजीनामा दिएर सहमति सरकारको लागि बाटो खोल्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति शुद्धिकरण सम्बन्धी कानून र बजेट ल्याउने विषयमा दलहरूबीच
प्रक्रियागत मतभेद मात्र रहेको बताउनु भएको छ। आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार भेटघाटमा अर्थमन्त्री पुनले सम्पत्ति शुद्धिकरण तथा सुपुर्दगी ऐन पारित गरी बजेट जारी गर्ने विषयमा दलहरूबीच सैद्धान्तिक सहमति रहेको बताउनु भयो। तर उहाँले प्रक्रियागत मतभेद पनि रहेको बताउनु भयो। उहाँले देशमा राजनीतिक संक्रमण लम्बिए पनि आर्थिक मुद्दामा न्यूनतम साझा एजेन्डा बनाएर अगाडि बढ्ने बताउनु भयो। मन्त्री पुनले संगठित अपराध सुपुर्दगी ऐन तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन अध्यादेशबाट जारी गर्ने निर्णय मन्त्री परिषद बैठकले गरिसकेको भन्दै दलहरूमा रहेका मतभेदलाई पनि समेटेर सरकार अगाडि बढ्ने बताउनु भयो। अर्थ सचिव कृष्णहरि बास्कोटाले देशको पछिल्लो वित्तीय अवस्थाबारे चर्चा गर्नु भएको थियो। उहाँले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको भन्दै राजस्व संकलन र पुँजीगत खर्च वृद्धिमा पनि पछिल्ला दिनमा राम्रै प्रगति भएको बताउनु भयो। नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर युवराज खतिवड़ाले डलरको भाव बढ्दा र भारतीय रुपैयाँ कमजोर हुँदा विनिमय दरमा ह्रास आइरहेको बताउनु भयो। उहाँले बैंकहरूमा तरलता बढिरहेको मूलक क्षेत्रमा आउने बताउनु भयो। खतिवड़ाले बैंकहरूमा घटे पनि मुद्दती घट्न नसकेको जानकारी आपत्ति जनाउनु भएको छ। आइतबार जारी गरी अध्यक्ष लेखीले महासंघका महासचिव शेर्पाले एकीकृत माओवादीको सभामा एमालेको कार्यकर्ता नभई महासंघको प्रतिनिधिको हैसियतमा बोलेको स्पष्ट पार्नु भएको छ। अध्यक्ष लेखीले महासंघ कुनै पनि हालतमा राजनीतिक दलको भातृ संगठन नभएको समेत स्पष्ट पार्नु भएको छ। महासंघका पदाधिकारीहरूले अन्य दलको कार्यक्रममा पनि विचार राख्ने गरेको उल्लेख गर्दै उहाँले महासंघको महासचिवको हैसियतले माओवादीको सभामा वक्ता बनेकै आधारमा शेर्पालाई एमालेले निष्कासित गर्नु हास्यास्पद भएको जानकारी दिनु भएको छ। विज्ञप्तिमा एमालेको संहिता विरोधी छवि समेत शेर्पा निष्कासन काण्डले छर्लङ्ग पारेको उल्लेख छ। एमालेको सोलुखुम्बु जिल्ला कमिटी उपसचिव रहेका शेर्पालाई पार्टी विरोधी गतिविधि गरेको भन्दै एमाले स्थायी कमिटी बैठकले निष्कासन गरेको थियो। अब पालो हट रिपोर्टको। सभा विघटनपछि सहमति जुट्नुको सट्टा दलहरूबीच झनझन दूरी बढ्दै गएका बेला दूरी घटाउन राष्ट्रपति डाक्टर रामवरण यादव आफै सक्रिय हुन थालेका छन्। मुलुकको पछिल्लो राजनीतिक गतिरोधबाट चिन्तित बनेका राष्ट्रपति यादवले निर्वाचित संस्था नहुँदा संवैधानिक संकट उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गर्दै दलहरूलाई तत्कालै सहमति जुटाई मुलुकलाई निकास दिन आग्रह गरेका छन्। आइतबार 25 दलका शीर्ष नेताहरूलाई शीतल निवासमै बोलाएर सहमति जुटाउन राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह समेत गरेका छन्। एक रिपोर्ट। Hot News Express। पटक पटकको आग्रहका बावजुद दलहरू सहमतिमा पुग्न नसकेपछि राष्ट्रपति डाक्टर रामवरण यादव सहमति जुटाउन नैतिक दबाव दिन सक्रिय भएका छन्। आइतबार बिहानै आफ्नो निवासमा प्रमुख दलहरूका शीर्ष नेतृत्वलाई बोलाएर विमतिका बुँदाहरूका बीचबाट पनि सहमति खोज्नुको विकल्प नरहेको भन्दै राष्ट्रपति यादवले अविलम्ब सहमतिको बाटोमा अघि बढ्न आग्रह गरेका थिए। राष्ट्रपति यादवले मुलुकलाई लामो समयसम्म संकटको भूमरीमा राख्न नमिल्ने भन्दै दलका शीर्ष नेताहरूलाई सचेत गराउँदै तत्काल राजनीतिक गतिरोध अन्त्य गरी संवैधानिक संकट हटाउनेतिर एकजुट भएर लाग्न आग्रह गरेका छन्। राष्ट्रपति यादवले सहमति संस्कार नहुँदा मुलुकमा थप संकट उत्पन्न भएको भन्दै निकास दिन दलीय सहमति आवश्यक भएको बताए। राष्ट्रपतिको आधा घण्टा लामो सुझाव बोकेर बाहिरिरहँदा सहभागी नेताहरूको अनुहार मलिन देखिन्थ्यो। तर भेटपछि तनावमा देखिएका नेताहरूले भने एउटै स्वरमा सहमति भन्दा अर्को बाटो नभएको बताए। एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले राजनीतिक र संवैधानिक संकट गहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै संवैधानिक र राजनीतिक गाँठो फुकाउन सबैसँग आग्रह गरेको बताए।
हिजोबाट तपाईहरुले थाहा पाइराख्नु भएको छ मैले नेपाली कांग्रेस एमाले लगायतका नेता पार्टीका नेताहरुसँग छलफल सुरु पनि गरेको छु। समय त 2-4 दिन लाग्ला तर सहमतिको कुनै विकल्प छैन। सहमतितिरै जानुपर्छ। त्यस्तै एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो मर्यादामा रहेर संवैधानिक व्यवस्था अनुसारको भूमिका खेल्न आफूहरूले राष्ट्रपतिलाई आग्रह गरेको जानकारी दिए। आफ्नो भूमिका अनुसार संविधानले उहाँलाई जे भूमिका दिएको छ त्यो भूमिका उहाँले निर्वाह गर्नुपर्छ। मैले त्यही नै भने उहाँलाई आफ्नो भूमिका जे हो हामीले यो आऊ भन्ने भन्दाखेरि पनि संविधानले दिएको भूमिका निर्वाह गर्नको निम्ति मैले आग्रह गरेको छु। दलहरूबीच सहमति नभएकै कारण अहिले मुलुकले विषम परिस्थितिको सामना गर्नु परेको छ। संविधान सभा विघटनपछि शीर्ष नेताहरू पहिलो पटक एक ठाउँमा भेला भएका थिए। दुई विपरीत ध्रुवमा बाँडिएका दलहरू राष्ट्रपतिको पहलमा एकै स्थानमा भेला भएका हुन्। जेठ 14 गतेपछि दलहरू बीचमा चिसिएको सम्बन्ध फेरि नयाँ सिराबाट झाँगिनु आवश्यक छ। देश चलाउने दलहरूले हो, द्वन्द्वले देश बन्न सक्दैन। देश र जनताको पक्षमा राजनीतिक दलहरू एक ठाउँमा उभिनै पर्छ। विमतिको विकल्प सहमति नै हो। त्यसैले सरकारले सहमतिका लागि गरेको आह्वान अनुसार सबै दल एकमत भएर निर्वाचनको तयारीमा जुट्नु आवश्यक छ। राष्ट्रपतिले फुकाएको संवादको डोरीलाई अब पुनः गाँठो पर्नबाट रोक्नै पर्छ। त्यही नै देश र जनताको पक्षमा गरिएको सही निर्णय हुनेछ। क्यामेरा पर्सन छिरिङ लामाका साथमा एबीसी रिपोर्टर अशोक दर्नाल, काठमाडौँ। Hot News Express. प्राकृतिक प्रकोप हाम्रा लागि निकै पीड़ादायी हुन्छ। जुन स्थानका नागरिकहरू घाँस बाँस र कपासका लागि पीड़ित बनेका हुन्छन्, प्रकृतिले पनि तिनीलाई पीड़ा थपिदिने गर्दछ। गर्मी मौसममा देशभर आगलागीका घटनाहरू बढ्दै गएका छन्। आगलागीकै कारण वर्षेनी ठूलो मानवीय क्षति हुने गर्दछ भने करोडौंको भौतिक सम्पत्ति सोहा पार्दछ। आगलागीबाट थुप्रै नागरिकहरू घरबार विहीन समेत बन्न पुगेका छन्। तपाईको बाँके जिल्लालाई आगलागीबाट सबैभन्दा पीड़ित जिल्ला समेत भन्न थालिएको छ। अचेल किनकि यो एउटा यस्तो जिल्ला भएको छ जहाँ वर्षेनी आगलागीका घटनाहरू दोहोरिरहन्छन्। जिल्लामा आगो निभाउने दमकलको अभाव हुँदा बाँके आगलागीबाट पीड़ित बनिरहेको छ। एक रिपोर्ट। Hot News Express. बाँकेमा पछिल्लो एक सातामा भएका आगलागीमा परि झण्डै 300 घर परिवारको बिचल्ली भएको छ। गत मंगलबार र शुक्रबार बाँकेको मटेहिया 8 जमुना आमा भएको आगलागीमा 179 घर जलेर नष्ट भएका थिए। शुक्रबार नै बाँकेको इन्द्रपुर 8 रम्बापुरमा आगलागी हुँदा झण्डै 75 घर जलेर नष्ट भएका छन्। आगलागीबाट बिचल्ली बनेका पीड़ितहरूले हरेक रात र दिन खुल्ला आकाश पनि बिताउन बाध्य भएका छन्। शुक्रबार लागेको आगोमा परि बाँके इन्द्रपुर 8 का 70 वर्षीय भलगार पहाड़को ज्यान गएको थियो। दमकलको अभावका कारण बाँकेमा आगो निभाउन कठिनाई भइरहेको छ। नेपालगंज नगरपालिकासँग भएको थोत्रो दमकल बाटोमै बिग्रिएपछि शुक्रबार इन्द्रपुरमा भएको आगलागी नियन्त्रण गर्नका लागि भारतीय दमकलको सहयोग माग्नुपर्ने अवस्था आयो। भारतीय दमकल स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो। उता राप्तीपारीको बघौडा क्षेत्रमा भने दमकललाई आगलागी हुँदा बित्तिकै भारतीय बाटो हुँदै घटनास्थलतर्फ जानुपर्ने बाध्यता छ। राप्तीपारी सिन्धनिया घाटको सड़क जीर्ण भएका कारण दमकल बघौडा क्षेत्रमा पुग्न भारतीय बाटो जानुपर्ने बाध्यता छ। पटक पटक सड़क बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दा पनि सुनवाई नभएपछि हरेक वर्ष राप्तीपारीका गाउँहरू जलेर नष्ट हुने गरेका छन्। पटक पटक स्थानीय बासिन्दाहरूले बघौडा क्षेत्रमा एउटा दमकलको माग पनि गर्दै आइरहेका छन्। तर स्थानीय बासिन्दाहरूको मागलाई राज्यले नसुनेपछि बाँकेको अति दुर्गम राप्तीपारीको बघौडा क्षेत्रमा प्रत्येक वर्ष जसो आगलागीका घटनाहरू बढ्दै आइरहेका छन्। राप्तीपारीका लागि एउटा दमकल अनिवार्य भएको महसुस जिल्ला प्रशासन कार्यालयले पनि नगरेको होइन। तर नेपालगंजलाई नै आगलागीबाट जोगाउन नसकिएको गुनासो रहेको छ प्रशासनको। आगलागी भएपछि धेरै कुराहरू चाहिँ नष्ट हुन्छ। त्यसकारणले चाहिँ यसको पीडा चाहिँ लामो टाइमसम्म चाहिँ त्यो प्रभावित परिवारले भोगिरहेको अवस्था छ र यसलाई चाहिँ नियन्त्रण गर्ने सिलसिलामा नेपाल सरकारले पनि आफ्नो एउटा कार्यक्रम अन्तर्गत चाहिँ सूचनाको माध्यमबाट पटक पटक चाहिँ यो प्रचार प्रसारको चाहिँ कार्यक्रमहरू पनि ल्याइरहेको छ र पेपरहरूमा पनि सूचना दिइरहेको छ। रेडियो मार्फत पनि यो आगलागीबाट बच्ने चाहिँ उपायहरूका विषयमा प्रचार प्रसार हामी गर्दै आइरहेका छौँ। यो वर्षमा मात्रै बाँके जिल्लामा आगलागीका कारण झण्डै 500 घर परिवारको बिचल्ली भएको छ।
वर्षेनी यस प्रकारका घटनाहरू घट्न नदिनका लागि राज्यले राप्तीपारीको सड़कलाई व्यवस्थित र बाँके जिल्लाका लागि केही दमकलको व्यवस्था गर्न सके बाँकेका बासिन्दाहरूले वर्षेनी यो नियति बिहोर्नु पर्ने थिएन होला। एबिसी रिपोर्टर तिलक गाउँले, नेपालगञ्ज। Hot News Express. दुई ठूला दल कांग्रेस र एमालेमा अहिले गम्भीर संकट उत्पन्न भएको छ। कांग्रेस र एमालेले जातीय पहिचान नस्वीकारेका कारण संविधान सभा विघटन भएको भन्दै ती दल आबद्ध आदिवासी जनजाति नेताहरूले पार्टी त्याग्ने मनस्थिति बनाएका छन्। पार्टी नेतृत्वले आफूहरूको मागलाई कुनै वास्ता नगरेपछि उनीहरूले पछिल्लो समयमा पार्टीका सबैजसो बैठक तथा कार्यक्रम बहिष्कार गर्दै आइरहेका छन्, जसका कारण कांग्रेस र एमालेको अस्तित्वमै संकट उत्पन्न हुने देखिएको छ। Hot News Express. जनजाति नेताहरूले यति बेला पार्टीका महत्वपूर्ण बैठक तथा कार्यक्रमहरू बहिष्कार गर्दै आएका छन्। एमाले निकट आदिवासी जनजातिहरूले पार्टी नेतृत्वले जातीय पहिचान सहितको संघीयतालाई स्वीकार गर्न नसक्दा संविधान सभा भंग हुन पुगेको आरोप लगाउँदै आएका छन्। संविधान सभा विघटन हुने समयदेखि नै एमालेका आदिवासी जनजाति नेताहरूले एक प्रकारको विद्रोह शुरू गरेका थिए। त्यो क्रम अहिले पनि जारी छ। संविधानमा एकल जातीय पहिचान स्वीकार नै नसक्ने पार्टीको धारणाका कारण एमालेमा आदिवासी जनजाति पृष्ठभूमिका नेताहरूको दूरी क्रमशः टाढिँदै गएको छ, जुन अहिले तन्किएको रबर जस्तै न चुडिएको छ न सँगै बस्न सक्ने अवस्थामा छ। यसैको पछिल्लो उदाहरण बनेको छ पार्टीको सोलुखुम्बु जिल्लाका उपसचिव रहेका नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पा माथिको कारबाही। पार्टीको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले शेर्पालाई पार्टीबाट निष्कासन गरेको हो। एमालेमा काम गरेका शेर्पाले पार्टीको सर्वोच्च निकाय महाधिवेशनले गरेको निर्णय नदिएको भए पनि पार्टी भित्रको एकात्मक चिन्तनले कारबाही भएको प्रतिक्रिया दिए। शेर्पाका अनुसार निकट भविष्यमै हुन लागेको देशभरका आदिवासी जनजातिहरूको भेलाले कुनै कम्युनिस्ट पार्टी भन्दा पनि राष्ट्रिय चरित्र बोकेको वर्गीय उत्पीडितहरूको आवाज बोल्ने पार्टी खोल्ने तयारी भइरहेको छ। शेर्पाका अनुसार निकट भविष्यमै हुन लागेको देशभरका आदिवासी जनजातिहरूको भेलाले कुनै कम्युनिस्ट पार्टी भन्दा पनि राष्ट्रिय चरित्र बोकेको वर्गीय उत्पीडितहरूको आवाज बोल्ने पार्टी खोल्ने तयारी भइरहेको छ। हामीले अब नेपालका आदिवासी जनजाति एउटा राष्ट्रिय राजनीतिक शक्तिको रूपमा आउनुपर्छ र पछिल्लो अवस्थामा जेठ 7, 8 गते र 9 गतेको जने हाम्रो जुन राष्ट्रिय स्तरको एउटा आन्दोलन भएको थियो, त्यो आन्दोलन एउटा जने राष्ट्रिय शक्ति जने पैदा भएको छ, जनजाति जने एउटा राष्ट्रिय शक्ति हो रहेछ र त्यो जने 3 दिनको आन्दोलनले एउटा राष्ट्रिय एउटा अन्तर्राष्ट्रिय तरंग पैदा भएको छ र अब हामी त्यसलाई पुञ्जीकृत गर्न चाहन्छौं। त्यो आन्दोलनमा जुन सहभागी सम्पूर्ण आदिवासी जनजातिको जुन उपस्थिति, जुन किसिमको जोश जाँगर हामीले त्यसलाई पुञ्जीकृत गर्न चाहन्छौं। त्यो पुञ्जीकृत गर्ने भनेको निश्चित रूपमा चाहिँ अब हामी जनजातिको एउटा राष्ट्रिय पार्टी हामी खोल्ने पक्षमा हामी छौं र त्यसैको सन्दर्भमा अब कस्तो खालको पार्टी खोल्ने, हैन, कुन आकार प्रकारको, कुन दर्शनबाट त्यो जने गाइडेड हुने, यी सबै कुराहरूको बारेमा छलफल गर्नको लागि 75 जिल्लाका जने आदिवासी जनजाति, हैन, दलित, मुस्लिम, अन्य जन राजनीतिक दलका कार्यकर्ताहरूलाई जने समेटेर एउटा चाहिँ राष्ट्रिय राजनीतिक सम्मेलन यो असार र 16 र 17 गते हामी 2 दिनको राष्ट्रिय सम्मेलन हामीले आयोजना गरेका छौं र त्यो राष्ट्रिय सम्मेलनको 2 दिनको मेन बहसको विषय भनेको चाहिँ एउटा नेपालमा अब राष्ट्रिय राजनीतिक शक्तिको रूपमा आदिवासी जनजाति कसरी हुन सक्छ
भन्ने सन्दर्भमा हाम्रो चाहिँ सिङ्गो बहस केन्द्रित रहनेछ र त्यसको सम्भवतः अन्ततिर हामी पार्टी घोषणा गर्ने अवस्था पनि पुग्न सक्छौँ। एमालेमा मात्र होइन कांग्रेसमा पनि यति बेला केही आदिवासी जनजाति नेताहरूले पार्टी नेतृत्वले आदिवासी जनजातिहरूलाई हेर्ने दृष्टिकोण फरक रहेको महसुस गर्दै पार्टीका सबै खाले कार्यक्रम बहिष्कार गरेका छन्। अलिकति नेतृत्व वर्गसँग चित्त नबुझेको कुरा के हो भने हामी आदिवासी जनजातिहरूलाई विशेष गरेर चित्त नबुझेको कारण के हो भने जहिले पनि पहिचानको विरुद्ध जातीय राज्य माग्यो भनेको जातीय राज्य भएको कुरै थिएन, पहिचानको कुरा मात्रै गरेको हामीले हैन। राज्य पुनर्संरचना बाँडफाँड यो राज्य पुनर्संरचना समितिले बनाएको र यो राज्य पुनर्संरचना उच्च स्तरीय आयो जुन बहुमतबाट आयो त्यसलाई आधार टेकेर तपाईहरुले ल्याउनुस् पनि भन्यौं हामीले हैन। र त्यतातिर बढी ध्यान दिएन के यिनीहरु। अझ जस्तो तपाईको हात्ती वनमा गएर बस्यो कहिले हैन। अब त्यो भित्र हाम्रो सहमति भयो भन्छ कुनै के सहमति भयो 11 सहमति भयो थियो भने त्यो 11 सहमति हैन के आधारमा त्यो 11 सहमति भयो भन्ने कुरा हो हाम्रो कुरा मात्रै के हामीले विरोध गरेको पनि होइन। गत जेठको तेस्रो साता आदिवासी जनजाति पृष्ठभूमिका नेता तथा कार्यकर्ताहरूले कांग्रेस नेतृत्वलाई भेटेर आदिवासी जनजातिको मागप्रति सचेत रहन ध्यान आकर्षण गराएका थिए। नेतृत्वले आश्वासन दिएपछि कांग्रेसकै नेतृत्वमा विभिन्न 26 दलको आयोजनामा राजधानीको खुल्ला मञ्चमा भएको सभामा सहभागी आदिवासी जनजातिहरूले आश्वासन अनुसारको कार्य नभएको महसुस गरे। त्यसयता लगातार पार्टीको निर्णयमा भएका कार्यक्रम बहिष्कार गरेको बताउँछन् नेता इन्द्रबहादुर गुरुङ। कांग्रेसका केही आदिवासी जनजाति नेताहरूले आइतबारदेखि नै राजधानीमा शुरू भएको अन्तर्क्रियामा पनि सहभागिता जनाएका छैनन्। यति बेला कांग्रेस र एमालेमा असन्तुष्ट देखिएका आदिवासी जनजाति पृष्ठभूमिका नेताहरू पार्टी छाडेर छुट्टै पार्टी गठन गर्ने प्रक्रिया समेत जुटेका छन्। एमाले निकटका नेताहरू यस्तो अभियानमा बढी जोड दिएर लागे पनि कांग्रेसका आदिवासी जनजाति पृष्ठभूमिका नेताहरूले भने त्यसको प्रतिवाद गरेका छन्। पार्टीमा फरक मत राख्नु पार्टी फुटको कसरत नभएर पार्टीलाई मजबुत बनाउन लागेको बताउँछन् कांग्रेस नेता इन्द्रबहादुर गुरुङ। उनले आफूहरू पार्टीबाट छुट्टिन नखोजेको बरु पार्टी भित्रै संघर्ष गरिरहने प्रतिक्रिया दिए। आदिवासी जनजातिको पार्टी खोलेर हुने भए हुन त त्यो जमाना र अहिले फरक होला। एउटा गोपाल गुरुङ भन्नेले मंगल अर्गनाइजेसन भनेर खोले हैन हो, एउटा मंगल अर्गनाइजेसन भन्ने पार्टी खोले। त्यो चाहिँ इलामको माबु भन्ने ठाउँमा सीमित रहेछ, माथि एउटा गाउँ छ हैन, त्यहाँ चाहिँ राम्रै चलाउँछ। नेसनल लेभलमा त त्यसले अगाडि बढाउन सकेन। गोरे बहादुर खपाङ्गी एमएस थापाहरूले पनि त जनमुक्ति पार्टी भनेर त्यसलाई चाहिँ के अरे जनजातिको पार्टी बनाउने हिसाब किताबले नै खोलेको हो। दसैँमा टिका लगाउन है, यी सबै कुरा नारा लगाउँथे। दसैँ मान्न हुन्न, तिहार मान्न हुन्न, तीज मान्न हुन्न, यी चाहिँ आदिवासी हिन्दूहरूको चाड हो, हाम्रो चाड होइन भनेर बन्केर हिँड्थे नि त। ठ्याक्क मन्त्री बनाइदिएपछि सबभन्दा पहिला त टोपी माथि गरेर राजाका टिका लगाउँदा गोरेबहादुर खपाङ्गी नै होइन। त्यस्तो खालको कुरा होइन यसमा, यो मुद्दामा। र जनजातिको पार्टी खोलेर केही हुनेवाला छैन किनभने बरु मेरो भनाइ के छ भने ल यो कुनै पनि माग सम्बोधन भएन भनेपछि पार्टी भित्रै बसेर संघर्ष गर्नुपर्छ, पार्टी भित्रै बसेर विद्रोह गर्नु पर्यो। पार्टीले अब यहाँ के छ भने हाम्रो आदिवासी जनजातिको मर्म अरू साथीले नेतृत्वले बुझेन कि हैन। मुलुकमा यति बेला लोकतन्त्र संस्थागत गरिसक्नु पर्ने बेला पार्टी भित्रै भने आन्तरिक लोकतन्त्रकै खोजी भइरहेको छ। पार्टी भित्र लोकतन्त्रकै अभावमा पार्टीकै नेताहरू एकले अर्काको मर्म नबुझेको प्रतिक्रिया दिनुले पार्टी भित्रै आन्तरिक लोकतन्त्र संस्थागत हुन नसकेको स्पष्ट हुन्छ। अझ यति बेला खास गरी मुख्य ठूला दल कांग्रेस र एमालेमा राज्य पुनर्संरचनामा पार्टी भित्रको मतभेदले पार्टी नै दुई चिरा बनाउन सक्ने सम्मको अभ्यासमा लाग्नुले राजनैतिक दलहरू बीचको आन्तरिक लोकतन्त्रलाई स्पष्ट व्याख्या गरिदिएको छ। कांग्रेस र एमाले भित्र नेताहरू बीच देखिएको तीव्र मतभेद नेतृत्वले अन्य नेतालाई नसकेको
नेतृत्वको मर्म अन्य नेताहरूले बुझ्न नसकेका हुन्, स्पष्ट हुन सकेको छैन, जसले आम जनता मात्रै होइन कांग्रेस र एमाले भित्रीका कार्यकर्ताहरूलाई समेत अन्योता थपिदिएको छ। क्यामेरा पर्सन महेश्वर केसीका साथ एबीसी रिपोर्टर किशोर पौडेल, काठमाडौँ। Hot News Express. विज्ञापन रहित समाचारको स्पेशल प्याकेज हट न्यूज एक्सप्रेसमा हामी ब्रेक लिँदैनौं, समाचार मात्र दिन्छौं तीव्र गतिमा। विज्ञापन रहित तीव्र गतिका समाचार दिने हाम्रो प्रयास निरन्तर जारी रहनेछ। हरेक साँझ 7 बजे गाउँ, शहर र दुनिया बिउसाउने हाम्रो अभियान जारी छ। तपाईँ एबीसी टेलिभिजन हेर्दै गर्नु